नमस्कार। म आज यहाँहरुसँग अलिकति केही सूचना र केही विश्लेषण शेयर गर्न चाहे है। समग्र वकिलहरुको छाता संगठन भनिन्छ नेपाल बार एसोसिएसन। त्यसको आगामी चैत 23 गते नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। झन्नै 13,000 कानून व्यवसायीहरु संगठित छन्। अब अरु पनि होला तर त्यति चाहिँ नेपाल बार एसोसिएसन आबद्ध कानून व्यवसायीहरु छन्। चुनाव कसरी हुँदैछ? नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन गरेर बार कब्जा गर्ने बार एसोसिएसन। अब बार एसोसिएसन भनेको के हो भने प्रबुद्ध नागरिकहरुको एउटा थलो हो जहाँ सरकारले अथवा न्यायालयकै सवाल उपर पनि कुनै प्रश्नहरु उठ्यो, विधिको शासन कानूनी राज अन्तर्गत राज्य सञ्चालन भएन भने आलोचना गर्ने, जनतालाई झकझक्याउने, आवश्यक पर्दा सडकमा पनि जाने यस्तो खालको संस्था हो। त्यसको एउटा निश्चित मर्यादा हुन्छ र त्यो मर्यादा भित्र कानून व्यवसायीहरु रहनुपर्छ। त्यसकारण नागरिक समाजको प्रतिनिधित्व कसले गर्छ भनेर बुझ्नुपर्ने हुन्छ भने कानून व्यवसायी अर्थात वकिलले गर्छ, प्राध्यापकले गर्छ, शिक्षकले गर्छ, डाक्टरले गर्छ अर्थात चिकित्सक, इन्जिनियरले गर्छ, पत्रकारले गर्छ, यस्तै र कयौं प्रबुद्ध नागरिकहरु जो नागरिक समाजको रूपमा सचेत छन् अर्थात समाजका अगुवा छन्, बुद्धिजीवी छन्, उनीहरूले त्यो नागरिक समाजको प्रतिनिधित्व गर्छन्। अब यो बार एसोसिएसनको चुनाव हेर्दा एकातर्फ कांग्रेस र एमालेको नेतृत्वमा बारम्बार त्यो सरकार लामो समयदेखि चलिरहेको छ। अहिले उनीहरू अलोकप्रिय छन्। कुनै पनि बेला गडबडी हुन सक्ने उनीहरूलाई आभास छ। त त्यस्तो अवस्थामा के बनाउन खोजे भने बारलाई पार्टीको झोले बनाउन खोजे अर्थात सरकारको एउटा अंग बनाउन खोजे। यो त कारिन्दो भयो, कारिन्दो संस्था भयो। यसले अब सरकारले गर्ने गतिविधि, सरकारले गर्ने जनता विरोधी कर्म, त्यसमा बोल्दा पनि बोल्दैन नेपाल बार एसोसिएसन, उसको चाहिँ कार्यकर्ताको रूपमा रूपान्तरित भयो। र यसले के देखाउँछ भने यो पटक विजय मिश्र कांग्रेसका तर्फबाट नेपाल बार एसोसिएसनको अध्यक्षमा उठ्दैछन् भने केदार कोइराला एमालेका महासचिवको रूपमा नेपाल बार एसोसिएसनको उनीहरू तालमेल गरेका छन्। झन्नै 12 देखि 15,000 को हाराहारीमा वकिलहरू छन्। त तिनैले मत जाहेर गर्छन्। त्यसरी मत जाहेर गर्दा अब सायद पार्टीका मानिस, त्यो नेपाली समाज भनेको पावर ओरिएन्टेड हो, शक्तिका पुजारी जितलान् पनि। त्यो बारले के काम गर्छ तपाई कल्पना गर्नुस् त। एउटा व्यावसायिक संगठनको गरिमाको के हुन्छ त्यो सकिने भयो। रमन श्रेष्ठ अर्को छन्, यिनीहरूको विपक्षमा उभिएका अर्थात अलि फरक ढंगले उभिएका। फेरि उनी पनि कुनै त्यो दूधले नुहाएका छैनन्। उनी फेरि प्रचण्डका निकटका छन्। उनलाई साथ दिनेछन् माधव कुमार नेपालका वरिपरिका वकिल र राष्ट्रिय स्वतन्त्र पार्टी निकटका भनिएका। यसरी फेरि उनीहरू अर्को गठबन्धन। त बारको यो हालत छ भने पत्रकार महासंघको अलि पहिले नै चुनाव भयो। एमालेको तर्फबाट निर्मला शर्मा अध्यक्षमा उठिन् भने कांग्रेसको तर्फबाट महासचिवमा उठेर त्यहाँ पनि कांग्रेस र एमाले बीच अर्थात एमाले र कांग्रेस बीच गठबन्धन भयो। भनेपछि यो जो नागरिक समाज प्रबुद्ध संस्थाहरू छ खतम भयो। खतम यस मानेमा भयो भोलि सरकार, किनभने विधि कानूनी राज त्यसबाट जहिले पनि उ कुल्चेर अघि बढ्न खोज्छ। विधिको शासनलाई जहिले पनि उल्लङ्घन गर्ने, कानूनी राजलाई को बर्खिलाफमा गतिविधि गर्ने काम यस्ता कमजोर देशहरूमा, यस्ता गरिब देशहरूमा सरकारले नै गर्छ, किनभने ब्रह्मलुट मचाउँछ। त भनेपछि अब न बारले जनताको पक्षमा एडभोकेसी गर्ने भयो,
किनभने उ त एउटा आफ्नो गरिमामा रहने भएन, त्यो त एउटा कार्यपालिकाको पिछलग्गु जस्तो देखिने भयो। स्वतन्त्र र यो मर्यादित पेशा भनिन्छ पत्रकारहरू, वकिलहरू, प्राध्यापकहरू, चिकित्सकहरू, इन्जिनियरहरू, शिक्षकहरू अर्थात् नेपाली समाजका एउटा पढे लेखेका मानिसहरूको संगठित संस्था। त यसले के भन्छ भने अब गैर कानूनी सरकारले काम गर्यो भने त्यो विषयमा बोल्दैन, यसले आफ्नो मर्यादा उल्लङ्घन गर्यो। पत्रकार महासंघको यसो तपाईलाई म हिस्ट्री इतिहास यसो हेर्नुहोस्, विगत जुन ढंगले थियो त्यो त खोलिदै आफ्नो अस्तित्व उसले आफ्नो हैसियत गुमाउने अवस्था प्रवेश गरेको छ। झन्नै 35,000 नेपालमा पत्रकारहरू छन् भन्छन्। त्यसमा प्रिन्ट, अडियो भिजुअल अर्थात् टेलिभिजन, अनि अडियो अर्थात् रेडियो एफएमहरू, अनलाइनहरू यस्तै गरेर झन्नै 35,000 छन् भन्छन्। नेपाल पत्रकार महासंघ आबद्ध झन्नै 10,000 का संख्यामा पत्रकारहरू भएको अनुमान गरिएको छ। त यसरी हेर्दाखेरि टेलिभिजन, सेटेलाइट टेलिभिजन र अरु खाले सामान्य लोकल टेलिभिजन गरेर झन्नै 200 जति टेलिभिजनहरू छन् भने रेडियो 1100 लगभग छन्। डेटाले त्यो देखाउँछ भने 8,000 जति पत्रिका, दैनिक, साप्ताहिक, मासिक, पाक्षिक, विभिन्न भाषाका, नेपाली, अंग्रेजी अथवा क्षेत्रीय जातीय विभिन्न भाषाका यस्ता पत्र पत्रिकाहरू छन् भने अनलाइन 6,000। हेर्नुस् त, यसदेखि बाहेकका अब युट्युबरहरू छन्, अरु खाले पनि गर्दाखेरि झन्नै 35,000 छन्। अब पत्रकार महासंघमा पनि सत्तारूढ दलको एउटा छाया देखियो, बारमा त्यही देखियो। प्राध्यापकमा पनि प्रगतिशील भनेर कम्युनिस्टका नाममा छन्, उठ्छन् बस्छन्, कान समात्छन्, उठ्छन् बस्छन् नेताका अगाडि। अनि अर्को प्रजातान्त्रिक भनेर कांग्रेसका छन्, अरु खाले यस्तै। अब सायद डाक्टरकोमा अलि कम हुन सक्लान्, इन्जिनियरको पनि अभिज्ञता हुन्छ, शिक्षकको त कुरै भएन। त यसरी हेर्दाखेरि नेपालको यो सम्पूर्ण संस्थाहरूमा जुन मटियामेट छ, जो क्रेडिबिलिटी गुमेको छ, यसले हाम्रो समाजलाई बर्बाद गर्ने भयो र सरकार जो गैर कानूनी गतिविधि गर्छ, अपराध जन्य कुकर्म गरिरहेको छ, यसलाई औलो ठड्याइदिने प्रबुद्ध समाज, संस्था, संगठित समाज पनि मटियामेट हुने भयो। यसले आउने दिनमा के होला ल कल्पना गर्नुस्। यस्तो अवस्थामा देशका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, राज्यका प्रमुख 3 अंग, कार्यपालिका उपर प्रश्न छ। अपराधजन्य कुकर्ममा सामेल मानिसहरू सरकारको नेतृत्व गरिरहेछन्, मन परी बोलिरहेछन्। व्यवस्थापिका जनताका समस्या उपर केन्द्रित भएर काम गरिरहेको छैन। न्यायपालिका राजनीतिकरणको शिकार भएको छ। संवैधानिक निकायहरू ध्वस्त छन्, पार्टीका झोलेहरूको अखडा बनेको छ। त यसले हाम्रो संरचना यसरी ध्वस्त भयो त आउने दिन बडा ठूलो संकटमा हामी जाँदैछौं। सरकार पुरै अपराधजन्य कुकर्ममा छ, राज्य संयन्त्र त्यसरी प्रयोग भइरहेको छ। यसले ल्याउने जो परिणाम छ, भोलि कुनै पनि बेला यो सरकारले गर्ने अपराधजन्य कुकर्मका विरुद्ध जब जनता सडकमा उठ्नेछन्, त्यस्तो बेलामा यस्तै पत्रकार महासंघ, यस्तै कानून व्यवसायी, यसको नेतृत्वमा रहेका मानिसहरू, त्यस्तै गरी अरु पेशागत संगठनहरू त्यसको नेतृत्वलाई सायद यो व्यवस्थाको पक्षमा, अर्थात् यो जो नेताहरू छन् भोलि जुन कुनै पनि बेला पक्राउ खान सक्छन् वा उनीहरूमाथि ठूला मुद्दाहरू पर्न सक्छन्। किनभने जसरी सम्पत्ति जोडेका छन् त्यो स्रोत त खुल्दैन, त उनीहरूमाथि जो मुद्दा मामिलाको विषय बन्न सक्छ। त्यसबेला बोल्ने संगठित ढंगले सायद उनीहरूले आफ्नो कार्यकर्तालाई त्यो हतियारको रूपमा प्रयोग गर्ने हिसाबले नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, यसैगरी भोलिका दिनमा प्राध्यापक संघ वा शिक्षकहरू, यसैगरी यिनीहरूलाई नै दुरुपयोग गरेर थप बदनाम गराउने प्रयोजन हेतु यस्तो गरिएको हुन सक्छ। यसले ल्याउने परिणाम भनेको जसरी राजनीतिक मानिसमाथि मानिसले औलो ठड्याएका छन् नि, यस्तै औलो भोलि कानून व्यवसायीको संस्था, पत्रकारहरूको संस्था, स्वयं समग्र पत्रकार र अरु पनि प्रबुद्ध नागरिकका संगठित संस्था उपर उठ्नेछ। यसले बदनाम हुने भयो। यो सबभन्दा दुखद पक्ष। आजलाई मैले यति मात्रै है त। धन्यवाद।